कि तपाईँको साथीहरू पनि मेरो साथी जस्तै माया गर्ने अनि साथ सपोर्ट दिने छन् त? छैनन् होला पक्कै पनि। मेरो साथी जस्तो त कोही पनि छैनन् जस्तो चाहिँ लाग्छ है मलाई। मेरो साथी आज गाउँबाट भर्खरै काठमाडौँ आएको थिएँ अनि मलाई भेट्न आइज त भन्दै थिएँ, तर म अफिसको कामले गर्दा म भेट्न जान चाहिँ पाएन। अनि ऊ लास्टमा मेरो माया भनेर आफै आई घरको फ्लाइओभर नजिकै आइसकेकी थिएँ अनि मलाई लिन आइज भनेर म लिन गएँ। अनि गाउँबाट के कसरी ल्याइदिएकी छस् भनेर सोधेको। थोरै दाल छ अनि त्यसमा थोरै ओखर ल्याइदिएको छु, 2-3 दाना भन्थे, तर झुक्क्याएर रहेछ नि त। ओखर त तपाईँले देखिसक्नुभयो, एकदमै धेरै ओखर पनि ल्याइदिएकी थिएँ। अनि दाल पनि मलाई लगभग यो दाल त 5-7 महिनै पुग्छ। अब यो भन्दाखेरि कसैले विश्वास गर्नुहुन्न होला, तर म रुममा चाहिँ हप्तामा 1-2 चोटि मात्रै खाना खान्छु, त्यो पनि एक टाइम मात्रै खाना खान्छु। त्यही भएर यो दाल पनि मलाई धेरै हुन्छ। अनि ओखर पनि मैले लगभग त्यही 1 महिनासम्मै खाएँ, किनभने मलाई खासै ओखर चाहिँ मन पर्दैन थियो। अब भिटामिन हुन्छ भनेर मैले खान चाहिँ थालेँ होइन। तर खाम भने जस्तो त कुनै पनि खानेकुरा मलाई लाग्दैन, चाउचाउ बाहेक होइन। त्यो पनि चाउचाउ खान मैले छोडिसकेँ। ओखर देखिसक्नुभयो, ओखर खाएपछि एकदम भिटामिन हुन्छ, त्यो पनि हाम्रो जुम्लाको लोकल हो है, लोकल अर्ग्यानिक ओखर भएकोले खाएँ मैले। अनि खाइसकेपछि हामीले चटपटे पनि खायौँ। चटपटे खाइसकेपछि चाहिँ अब उसले चाहिँ आफ्नोतिर क्यामेरा नलगाए, मलाई एकदम लाज लाग्छ भनेर क्यामेरा लगाउनै दिएन, त्यही भएर मैले आफैतिर मात्रै क्यामेरा लगाइरहेको छु। अनि सुन्तला डेली हामीले बोक्रा फालेर खान्छौँ, एउटासँगै खान कस्तो हुँदो रहेछ भनिसकेपछि मैले अब साथीको कुरालाई काट्न मिलेन है, अनि खाएँ। तर एकदम मिठो हुँदो रहेछ। सानो अब बाल्यकालको सम्झना चाहिँ मलाई यतिखेर किन आयो भन्दाखेरि, अब कसैले सुन्तला दिए अथवा घरकाले 1-2 केजी कहिलेकाहीँ लिएर आउनुहुन्थ्यो हाम्रो ठुलोबाबाले, अनि त्यही खाँदाखेरिको सम्झना चाहिँ मलाई फ्याट्ट आइहाल्यो। एनिवे, मेरो भिडियो कस्तो लाग्छ कमेन्ट